सुनिल शर्मा दुर्गा प्रसाद सबै नाम छ अरे मलाई त लैजा सरकार जतिखेर लान्छ लैजा मलाई केही फरक पर्दैन मलाई त यहाँ नलगेर सकसक भइसक्यो अनि एकजना केटी रहेछ के यो अमेरिकातिरबाट बोल्दो रहेछ ब्युटी पार्लरमा यत्रो भेडो जस्तो अनुहार गरेको केटी नि अनि किस्ता तिर्ने बेला भएन अब फेरि कहिले आन्दोलन गर्ने भनेर त्यो हाम्रो रविको भक्त रहेछ युवा जति जम्मै लखेट्ने हो पासपोर्ट त्यही दिन दिने त्यही दिन के दिने अरे त्यो सेवा शरम स्वीकृति त्यही दिन दिने यो मिल्यो भने यो हवाईजहाज घर घर पुग्ने भए घर घर लगेर मान्छे उठाएर के को रोजगार हुन्छ हुँदैन रोजगार आउँदैन सुनिलजी अब कस्तो कास्टको छ अब बोल्नु हुँदैन रन्डीको बान भनेर लेखेको हुन्छ हेर्नुहोस् त रानीको छोरो भनेर लेखेको छ मैले के भने भोट चाहिँ कसलाई हाल्नुभयो तपाईँले भने घन्टीलाई त होला नि अनि स्वास्थ्य र शिक्षा फेरि गर्ने भनेर जानुहोस् न त्यहाँ भने एकछिन त रिस उठ्छ नि त मान्छेलाई अनि एकछिन पछाडि जानुहोस् न त त्यसो भए तपाईँ प्रचण्डको मान्छेहरू चाहिँ त्यहाँ प्रचण्डलाई भन्नुहोस् भने म धाएँ भएन भन्नुभयो अब एकछिनमा यो म नै हो क्या माया लाग्यो माया लागेपछि अब मसँग पैसा छैन म बाँच्न चाहन्छु एउटा यतिको मान्छेले त्यसरी भनेपछि रोदन शैलीमा भनेपछि म बाँच्न चाहन्छु भनेर एउटा भिख मागेपछि मैले के गर्ने अनि त्यहाँबाट मैले तीबाट फोन हाने हेलो गुरु सुनिललाई मेरो त सजिलो मान्छे फेरि ऊ हेलो गुरु एउटा किडनी फेर्नु पर्ने भयो के गरौँ भनेर भनेपछि के गर्ने दुर्गाजी म किडनी ट्रान्सप्लान्टको लागि हस्पिटलको डक्टरको फी मेरो तर दबाईलाई 4.5 देखि 5 लाख रुपियाँ लाग्छ त्यो त सरकारले दिए हुन्थ्यो नभए तपाईँहरू उठाइदिनुहोस् भनेर भन्नुभयो कुरा त फेरि ठिकै पनि हो होइन भनेपछि अस्ति ल म गर्छु भनेर उहाँहरूको नाम टिपाए दैनिक मेरोमा 5 देखि 7 जना बिरामी आउँछन् त्यतिकै गर्दा गर्दै उहाँको एउटा कुरा हुँदैछ यहाँ अर्को आउनु भएछ यहाँ हेर्नुहोस् त यहाँ बस्नु यहाँ हेर्नुहोस् झोलामा पोको बोकेर यो यहाँ खोलेर देखाउनु न यहाँ यो हृदय बिरारको आज स्वास्थ्य र शिक्षाको नारा लगाएर टिचिङ हस्पिटलमा अनसनमा बस्ने हिमायती डाक्टर गोविन्द केसीलाई म के भन्छु भने तिम्रो टिचिङ हस्पिटलले नगरेको बिरामी हो तिम्रो टिचिङ हस्पिटलले फर्काएको बिरामी हो तिम्रो वीर हस्पिटलले उपचार नदिएको बिरामी हो सरकारी हस्पिटलले आज हामी सडकबाट उठाएर ल्याएर प्राइभेट हस्पिटलमा जहाँ हामीले ब्याज तिर्नुपर्छ हाम्रो बिमाको पैसा तिरेको छैन कति छ तपाईँको पैसा 1 अर्ब 4 करोड बिमाको पैसा तिरेको छैन आज 11 महिनादेखि हामीले पैसा पाएको छैन सुन्नुहोस् मेरो 40 करोड छ उनीहरूको ट्याक्स 1 महिना बुझाएन भने 25% हान्छ फाइन हाम्रो पैसाको फाइन लाग्छ कि लाग्दैन राज्य चलाउने शासकहरूले यो कुरा बुझ्नुपर्छ कि पर्दैन अनि पुलिस बाटोमा कुदाएर सुशासन आउँछ घर भत्काएर सुशासन आउँछ डोजर चलाएर सुशासन आउँछ हो कि यसले गर्दाखेरि नि सुशासन नाकामा हेर्नुहोस् त केरा फ्याँकेको छ नाका बन्द गरेर सुशासन आउँछ त्यसले गर्दाखेरि तपाईँहरूले स्वास्थ्य र शिक्षा यी मान्छेलाई स्वास्थ्य किन्न सक्ने अवस्थाको बनाऊ उहाँ पर हुनुहुन्छ एकजना यहाँ आउनुहोस् त हेलो ब्लड मनीवाला यहाँ आउनु न मलाई त यहाँ हैरान अहिले यहाँ म फोन लगाइदिन्छु 18 जना उहाँ वालापत्र छन् यहाँ सुनिलजीले म भएर टिकट काटिदिउँ भन्दैछु काट्नु पर्यो नि 18 जना दुबईको ए उहाँको छोरो हेर्नुहोस् ए यो भाइ अहिले ब्लड मनी तिर्न नपाएर मोटामोटी 1 करोड रुपियाँ पैसा तिर्नुपर्छ है यी मान्छे रोएर मेरो घरमा आउनुभयो मैले पहिला दिन चाहिँ गाली गरेर पठाएँ भोट त घन्टीलाई हाले होला नि भनेर हो अनि बिचरा रुँदै जानुभयो मलाई पनि कस्तो कस्तो लाग्नुभयो फेरि अस्ति अब उहाँले मनै जित्नुभयो फेरि आउनुभयो मैले तपाईँलाई बिर्सिन सकिनँ भनेपछि ल ठिक छ तपाईँलाई पैसा उठाउनलाई म सहयोग गर्छु भन्ने होइन मैले उहाँको छोरो आज दुबईको जेलमा कति हजार दिराम कति लाख 2,03,000 2,03,000 दिराम भनेको झन्डै 90 लाख रुपियाँ पैसा चाहिएको छ 90 लाख रुपियाँ पैसा हामीले उहाँको खातामा जम्मा गरिदिँदाखेरि है 92 लाख भनौँ न मोटामोटी 1 करोड जम्मा गरिदिँदाखेरि यो 25-26 वर्षको बच्चा बाँच्छ यो बच्चालाई बचाउने दायित्व भनेको नि हामी सबैको तपाईँहरू सबैजनाको है र उहाँले खाता नम्बर पनि दिनुहुन्छ अहिले खाता नम्बर लिएर हामीले एकपल्ट प्रकाश भाइ र हामीले उठाइदिएको थियो उल्टो हाम्रो बेइज्जत गरे होइन भाइ अनि यो पनि गरौँ कि नगरौँ जस्तो लाग्छ क्या कहिले कहिले र पनि गरिदिउँ अब हाम्रो धर्म हो हाम्रो कर्म हो होइन यहाँ गरेको कर्म भनेको हामीले यहाँ होइन यहाँ पाउने होइन अब आउने जुनीलाई हो तपाईँहरू सबैजनाको हुन्छ
सहयोगले गर्ने हो। यो पनि हामीले ठाउँमा पुर्याइदिनु पनि ठुलो सहयोग हो। यो हेरिदिनु होला र यो खाता नम्बर खोइ ल्याउनुहोस्। अब यहाँ के गर्नु हो सुनिलजी, यस्तो छ। अब तपाईँले पनि यसो सहयोग गरिदिनु होला, म पनि सहयोग गरिदिन्छु। यस्तो रहेछ त जिन्दगी, के चाहिँ गर्नुहुन्छ? है खाता नम्बर छैन? खोइ खाता नम्बर ल्याउनु नि, यहाँ तान्नु परेन ऊ। फेरि यहाँ उठाएर खायो भन्छन् भाइ, उहाँ गएर खाता मलाई चाहिएको छैन। खाता नम्बर पैसा केमा हालिदिन्छन् र मनकारी मनहरूलाई यी पार्टीमा जम्मा गर्नुभन्दा यी खातामा जम्मा गरिदिनुहोस्। कमसेकम यो बच्चालाई बचाउँ। मेरो त्यति हो। अब सुनिलजी अहिले तपाईँको यहाँ प्रचार पुगेछ कि अब अहिले मलाई डडेलधुराबाट एकजनाको किडनी ट्रान्सप्लान्ट गर्नु छ अरे, अर्को नेपालगञ्जबाट फोन गरिरहेछ हामीसँग छैन भनेर, अर्को झापा भद्रपुरबाट गरिरहेछ, अर्को हाम्रो सन्दीपको आमा होइन भाइ हो, यहाँ तपाईँ जानु हुँदो रहेछ। यहाँ यो सन्दीपको आमाको पनि नि किडनी ट्रान्सप्लान्ट गर्नु छ उसको, हेर्नुहोस् त। हेलो, यो त कहाँ 71ले भयो तपाईँको? 1000 गर्नु पर्यो सालमा। कहाँ 1000ले मान्छ होइन? त्यसले गर्दाखेरि यी गाविसले पनि सिफारिस दिएको छ। खाता नम्बर चाहिँ खोइ, यसैमा खाता नम्बर छ है। यो खाता नम्बर पो देखिँदैन, अब कसरी गर्ने? मेरै आँखाले देख्दैन। यो त फोन नम्बर पो त हो। यो खाता नम्बर चाहिँ नोट है, लक्ष्मी सनराइज ब्याङ्कको 23 51 61 69 92 054 001। टेकु चन्द्र ठकुरी। यो यसलाई चाहिँ कसरी खिच्ने हो? ठुलो बनाएर खिचौँ न हौ साथी हो। यसलाई तान्न मिल्छ? ल ल यो गरिदिउँ है। यो ठुलो धर्म। यो धर्म भनेको 10 वर्षलाई हो, त्यो 25 वर्षको केटो भनेको अरू 50 वर्ष बचाउन सकिन्छ। त्यसले गर्दाखेरि जुन सुनिलजीलाई यहाँ आरोप लाउँछन्, माफिया भन्छन्, काम गर्ने मान्छेलाई माफिया भन्छन्। उहाँ र म त नेपालको नम्बर 1 माफिया छौँ। हामीले यस्तै काम गर्ने माफिया खोजेको नेपालमा, यस्तै काम गर्ने माफिया खोजेको। हामीलाई माफियाको ट्याग लाउनुहोस्, हामीलाई केही फरक पर्दैन। हामी बिरामीको सेवामा समर्पित छौँ। र सुनिलजीलाई पनि म के भन्छु भने, अब हाम्रो भनाइ के हो? हामीलाई 300 विद्यार्थी पढाउन देऊ न, 150 हामी इन्डियन विद्यार्थी पढाउँछौँ, विदेशी पैसा ल्याउँछौँ। त्यहाँ भारतबाट केरा ल्याइदिए जस्तो होइन नि त। तपाईँको विदेशी विद्यार्थी ल्याएर एउटा विद्यार्थीको 1 करोड रुपियाँ आइसी ल्याउँछौँ, पैसा वहन हुन्छ। विदेशबाट पैसा जति पठाए पनि नि यहाँ कसरी पैसा जाँदैछ थाहा छ? खानेकुरामा पैसा बाहिर जाँदैछ। विद्यार्थी पढ्न सालको 1.5 खर्ब रुपियाँ बाहिर जाँदैछ। हामी कमसेकम विद्यार्थी पढाउनलाई यहाँ पैसा ल्याउँछौँ। हामी सहज तरिकाले हामीलाई ऋण तिर्ने बाटो बनाइदेऊ न। अनि एकजना केटी रहेछ क्या, यो अमेरिकातिरबाट बोल्दो रहेछ, ब्युटी पार्लरमा यत्रो भेडो जस्तो अनुहार गरेको केटी नि। अनि किस्ता तिर्ने बेला भएन, अब फेरि कहिले आन्दोलन गर्ने भनेर त्यो हाम्रो रविको भक्त रहेछ। त उहाँको मान्छेलाई राम्रो भन्नु नि, त्यो भेडो जस्तो अनुहार गरेको यहाँ काम गर्न नसकेर उहाँ गएको छ। अनि हामीलाई सिकाउँछ। रवि लामिछानेजीको हैसियत के हो हामीलाई थाहा छैन। त पूजा गर्नु नि रविजीलाई, पाएको छ नि त। अर्कालाई बेइज्जत गरेर त होइन नि त, होइन? त्यो एकजना के अरे त्यो केटीको नाम भेडो जस्तो अनुहार गरेको केटी छ, एउटा ब्युटी पार्लरमा काम गर्छ क्या। अनि अस्ति हर्क सम्मानको ग्रुपले मार गाली गरेछ। अनि रोइ फेरि तिमीले यस्तो गाली गर्ने उस्तो गाली किन सोसियल मिडियामा? होइन, केरा चाहिँ तपाईँको केरामा एउटा नेक्सिटो भन्ने एउटा औषधि पाइन्छ। त्यसले केराको चाहिँ काम के हो भन्दाखेरि दिमागमा जुन ऊ पाउँछ नि, लुब्रिकेट चाहिन्छ नि, केराले गर्ने हो होइन? अब म चाहिँ केरा दिनमा दुईटा कोसा खान्छु, झापाबाटै मगाएर खाँदैछु बारीकै होइन, अहिलेसम्म आफ्नै उत्पादित। तर जुन यो अहिले काम भइरहेछ नि, यो परम्परा तोड्न खोज्दैछन् साथीहरूले। यो सिमानाको परम्पराले कहाँ पुर्याउने हो साथीहरूलाई होइन? रोटीबेटीको सम्बन्ध छ होइन? अब उताको ससुराली यता छ, यताको ससुराली उता होला।
यसो गरगहना दिएर पठाउलान्, यसो उता गएका बेलामा चाहिँ नि खानेकुरो दिएर छोरीलाई पठाउलान्, यताबाट उता जालान्। यो कुरो जम्मै बन्द भएपछि उत्तर कोरिया र दक्षिण कोरिया जस्तो कटाउन खोजेको हो कि पूर्वी पाकिस्तान र भारत बनाउन खोजेको, यो कुरो बुझ्या छैन। उहाँहरूले जियो पोलिटिक्स नबुझेर यो भइरहेछ। ल नमस्ते। होइन यो त यस्तो छ नि त, मैले एउटा कुरो के छ भने नि, यो 101 प्रतिपक्ष म हो, हामी नै हो, सडकबाट हामीले कराइरहेछौँ। मैले भन्न खोजेको कुरा के हो भन्दाखेरि तपाईँले के बुझ्नुहोस् भने नि, सबैजना अहिले छन् नि रासपामा को गएको छ त, त्यही माओवादीबाट, त्यही काङ्ग्रेसबाट, त्यही एमालेबाट, त्यही माओवादीबाट, तिनै मान्छे त हुन् नि। अर्को मान्छे कहाँ छ? तपाईँलाई म भन्नु, संसार चलाएको जिउजेहरूले हो। 6 जनाले, 6 जनाको डिप स्टेट हो, तिनीहरूकै वर्ल्ड ब्याङ्क, तिनीहरूकै IMF, तिनीहरूकै सबै कुरा यो बुझ्नु पर्यो। र तपाईँलाई थाहा छ उनीहरूको प्लान के हो भने अबको 3 देखि 4 वर्षभित्रमा 5 बिलियन मान्छे मार्ने योजना हो र संसारमा 7 वटा देश बनाउने योजना हो। त्यो अनुसार अघि बढेको कुरो हो। र त्यहाँको डिप स्टेट जस्तै यहाँको डिप स्टेट भनेको 16 जना मारवाडी र 10 जना नेपालीहरू छन्। जबसम्म हेर्नुहोस्, बालन सरकार एकातिर छ, ब्युरोक्रेसी एकातिर छ, बिचको अर्थतन्त्र बोकेकोलाई डिप स्टेट भन्छ क्या। त्यो चाहिँ मारवाडीहरू र 10 जना दलालले बोकेको छ। तिनमा दीपक भट्ट पनि पर्छन्। यिनीहरूलाई छोइसक्दाखेरि अर्थतन्त्र ढल्छ। ढलेपछि यिनीहरूले के गर्नु, पहिला त्यसलाई चाहिँ कन्ट्रोल गर्नु पर्यो, त्यो डिप स्टेटलाई कन्ट्रोल नगरिन्जेलसम्म नि केही हुनेवाला छैन। र म सुदनलाई एउटा कुरो के भन्छु भने यो मानेमुने कुरामा नलाग, 16 जना मारवाडी पक्रेर ल्याउ न, डिप स्टेट ढाल, तिम्रो मुलुक आफै बन्छ। पहिला डिप स्टेट ढाल्दैनौ भने तिम्रो मुलुकमा यस्तै हुन्छ, गरिबै गरिब हुन्छ जहिले। नमस्ते। रोजगार त कहाँबाट यस्तो छ, घर तेरिका अहिले 700 राम्रो गरेर आयो साथीले भन्नु 193 हो। यहाँ सुन्नु न, युवा 101 के रहेछ भने नि आजै पासपोर्ट हेर्नुहोस्। मैले अस्ति भन्न, अस्ति के भयो भने बालेन प्रधानमन्त्री भएपछि ठ्याक्कै उतापट्टि कुवेत उता लडाइँ थियो। अनि बालेन प्रधानमन्त्री भएपछि त अब युवाहरू बाहिर जान छोडे, अब रोजगार हुने भयो, जम्मै कति राम्रो भनेर एयरपोर्ट देखाए, एयरपोर्ट खाली दिएको छ। म त साँच्चै हो कि क्या हो भनेर भने। अनि सोधेको त हाम्रो कसले पो भन्यो हो, होइन आनन्दले नै पो भन्यो। आनन्दले के हो आनन्द, अहिले त एयरपोर्टमा मान्छे पनि जानु छोडेछन् भनेको तेरेको दाइ साउदी कतारमा मान्छे नै जहाजै चलेको छैन नि भन्यो। अहिले खुट्टा टेक्ने ठाउँ रहन्छ, यहाँ तलैदेखिको पो भिड रहेछ, यहाँ तल गेटदेखि हेर्नुहोस्। अहिले त उनीहरूले के गरेर छ भने नि, युवा जति जम्मै लखेट्ने हो, पासपोर्ट त्यही दिन दिने, त्यही दिन के दिने अरे त्यो सेवा शरम स्वीकृति त्यही दिन दिने। यो मिल्यो भने यो हवाईजहाज घर घर पुग्ने भए घर घर लगेर मान्छे उठाएर के को रोजगार हुन्छ? हुँदैन, रोजगार आउँदैन, रोजगार यो तरिकाले आउँदैन। साथीहरू फसे, नराम्ररी फसे। अनि हामी रोजगार दिने मान्छे तपाईँले कतिजनालाई दिएको छ सुनिलजी? हाम्रो 5200 यहाँ त्यहाँ गरेर 5200 रोजगारी भनेको नि उहाँको कारणले गर्दा 50,000 मान्छे रोजगारी छन्। अप्रत्यक्ष 50,000 मान्छे रोजगारी छन्। अनि यस्तो मान्छेलाई अब 15 दिन पछाडि पक्रेर लाग्छ। अनि मलाई लान्छ पक्रेर। अनि कहाँबाट कसले किन रोजगार दिन्छ? मर्नलाई रोजगार दिन्छ होइन? मेरो पनि झन् मोटामोटी 5,000 जना छ मेरो कन्ट्राक्सन। त्यो त प्रत्यक्ष भयो, अप्रत्यक्ष त्यस्तै त हो नि। कन्फिडेन्स साथ 15 दिनमा पक्राउ गर्छ भन्नुभयो, के आधार हो? होइन लान्छ, सुनिल शर्मा, दुर्गा प्रसाद सबै नाम छ अरे। मलाई त लैजा सरकार जतिखेर लान्छ लैजा, मलाई केही फरक पर्दैन। मलाई त यहाँ नलगेर सकसक भइसक्यो। लैजा ल होइन, अहिले एकछिन मैले माग्नै पर्दैन, जसले भोट हालेको छ तिनीहरूले नै माग्छन्। अहिले हामीले किन माग्नु? जसले भोट हालेको छ तिनै जान्ने हुन्। यो देश सकियो भने नि सबैभन्दा ठुला अपराधी भनेका ती भोट हाल्ने हुन्, भोट हाल्ने। र अर्को कुरो मैले भनेको छु नि, अब म चुपचाप घन्टी साहब अर्को कुरो सकिहालेँ सुनिलजी, उहाँलाई ढिलो भइसक्यो, यो लामो पनि भयो क्या। तपाईँलाई पहिला राणा शासनमा के थियो? फाँसीवाद भनेको खरीको बोटमा लगेर झुन्ड्याउँथे, बाटोमा गोली हानेर मान्छे मार्थे।
बोल्न पाइँदैन थियो। अहिलेको ग्यास च्याम्बरमा हालेर मान्छे मार्थे, फाँसी बाँध्थ्यो थियो। अहिलेको फाँसी बाज भनेको सोसियल मिडियामा छ, एल्गोरिदममा छ। र अहिले बोल्नु हुँदैन, आमा चकारी गाली आउँछ। अनि म भन्छु राजसभाका साथीहरूलाई, रवि लामी छानेर बालनजीलाई, तपाईँका आमा छन् कि छैन? तपाईँका श्रीमती छन् कि छैनन्? हो कि होइन? रवि लामी छानेलाई हुन्छ, तपाईँको छोरी छ कि छैन? तपाईँको आमा छ कि छैन? के हो यो राणीको बान भनेको? के सिकाएको तपाईँहरूले? के सिकाएको? अहिले त तपाईँहरूले एल्गोरिदम कब्जा गरेछ। सुनिल शर्मा र म भएर नि 10-10 करोड हाल्नु भनेदेखि ती एल्गोरिदम कब्जा हुँदैनन् पैसामा, होइन सुनिलजी? ठुलो कुरो छ। तर हामी सभ्य समाज बनाउन चाहन्छौँ, सेवा गर्ने समाज बनाउन चाहन्छौँ, गरिबलाई धनी बनाउने समाज बनाउन चाहन्छौँ, बिरामीलाई उपचार गर्न सक्ने क्षमता भएको चाहिँ मान्छे बनाउन चाहन्छौँ। डक्टर पढाउँछौँ, हामी नर्स पढाउँछौँ मान्छे बचाउने। अनि हामीलाई चाहिँ नाना थरी मुख छाडेपछि अनि यो भनेको एल्गोरिदम र सोसियल मिडियाको फाँसीवाद हो। यो फाँसीवादले हेर्नुहोस् मुलुक कहाँ पुर्याउँदो रहेछ। त्यति कुरा बुझ्नु होला। नमस्ते। हस् सुनिलजी, अब कस्तो कास्टको छ, अब बोल्नु हुँदैन, रन्डीको बान भनेर लेखेको हुन्छ। हेर्नुहोस् त, राणीको छोरो भनेर लेखेको छ। म तपाईँहरूलाई एउटा कुरा के भन्छु भने सेवा नै धर्म हो। सुनिलजीलाई अब अहिले नमिल्ला फेरि। अब आउने जुनीमा पनि नि छ भने पुरानो जन्म फेरि तिम्रै साथ पाऊँ, अधुरो सपना हाम्रो सधैँ नै पुरा गर्न पाऊँ भन्ने छ नि। यो जुनीमा नगर्न सकेका काम आउने जुनीमा गर्ने गरी हामी अहिले काम गरौँ। म पनि त्यो गर्न चाहन्छु भन्दै यो समय दिलाइदिनु भयो। यो काठमाडौँ मेडिकल कलेजको हल दिलाइदिनु भयो। यहाँ तपाईँले सम्मान दिनुभयो। फेरि उहाँ चाहिँ म चाहिँ फेरि पढ्दाखेरि गोडामै भिडिहाल्ने मान्छे हो कि है। त्यसले गर्दाखेरि त्यो भन्दै हाम्रा बिमाका पैसा छिटो आउन्, विपन्नताका पैसा छिटो आउन्। हामीले दबाई गरेका छौँ। सरकार हामीलाई बाँच्न देऊ, सरकार हामीलाई गरी खान देऊ, सरकार होइन बोल्न देऊ सरकार। गरिबको कोही छैन चमेली सरकार। गरिबको सुनिल शर्मा र दुर्गा परसाई छ है सरकार भन्ने चाहिँ हामीले यहाँबाट देखाउँदैछौँ। किनभने एउटा सरकार सिंहदरबारमा छ, एउटा सरकार भनेको सुनिल शर्मा र दुर्गा परसाई हो। ल नमस्ते, हामी दुइटै हौँ। हस्।